नमस्कार, म सक्षम। आज म हजुरहरूलाई एउटा कथा देखाउन गइरहेको छु। यो कथा धेरै परको नभएर हाम्रो गाउँ, समाज, परिस्थिति र भोगाइको कथा हो। दाजुभाइको एउटा मिठो सम्बन्धको कथा हो। सुरु गरौँ है त। गाह्रो छ यो देश। यहाँका गाउँभरिको युवा चाहिँ दुवै कतारमा, दिदी बहिनी बच्चा पढाउन बटारमा, अनि देशमै केही गर्छु भन्ने युवाहरू दिनको भारमा। हेर भाइ, धेरै ठुलो कुरा नगर, 10 मिनट भइसक्यो, खै त आउँदैन तेरो च्यापो रोटी। के इलामबाट मन थालिस्? यस्तै ढिला गर्दो रहेछस्। अनि तँलाई ऋण नलाए कसलाई लाग्छ? त्यस्ता जाबा ऋण तिर्दिन्छ हौ। ला ठुलो कुरा न, चिया लिएर आइज। आयो तिम्रो पाउरोटी। पर्ख अब। तेरो आयु पनि लामै रहेछ भाइ, अनि आज किन ढिलो? गाह्रो छ नि दाइ, घरमा सुत्केरी छ, सुत्केरीलाई खुवाउनै पर्यो, अब गाईबस्तुको काम गर्नै पर्यो। फेरि कामहरू भाइ पनि बिरामी घर एक्लै छु म पनि। 4 बजीदेखि उठेर पहिलो लड चाहिँ दाइले ल्याइदिइहाल्नु भनेर तयारी गरिहाल्नु। के गरिस् भाइ? तँलाई साँच्ची बधाई छ है भाइ। ल दाइ, धेरै धेरै धन्यवाद। दाइ भाउजू बिजी भएर है, तेरो भाउजू पनि लास्टै बिजी। म पनि यहाँ पसलमा त्यही नभई छ हेर। यार दाइ, गाह्रो हुँदो रहेछ यो। चिया खान्छस् नि? चिया त चिया म ल्याउँछु। आयो ल तिम्रो। ल सौ ल गरिहाल्यो ल। ल भाइ ले बसौँ दाइ। कहाँ रहेछ त यतो चाहिँ? कहाँ रहन् दाइ, त्यही त हो नि, घरमा सुत्केरी भएदेखि घरतिर अब सुत्केरी नि हेर्नै पर्यो। फेरि कारखानामा पनि भाइ बिरामी भएर एक्लै छु यताउता, त्यही भएर नि अलिक बिजनेस हुँदैन। खै दे यता ओकेको छ। सुगर बढी भयो तँलाई? बढी हो अरे? कहाँ बढी हुनु दाइ, यो त भिटामिन हो नि दाइ। खोकी त लागिहाल्छ नि, अहिले मौसम परिवर्तन नि हुन लाग्छ, सिजनल हो, खोकी आउँछ जान्छ नि। अनि के छ त भाइ? अरू त ठिक छ दाइ। साँच्ची सुन्नु नि दाइ, मलाई अलिकति ऋण चाहिएको थियो, दाइसँग छ कि छैन? तँलाई पनि मसँग अप्ठ्यारो हुन्छ भन, बरु कति चाहिएको थियो तँलाई? हुन त तँलाई पनि दिनु नै छ होइन मेरो? दाइ मलाई अहिले धेरै भन्दा नि 10,000 जति चाहिँ भयो, मेरो काम पर्छ कि। दाइलाई पनि छ कि छैन फेरि अप्ठ्यारो हुने कि? तैँले ठिक टाइममा मागिस्। हेर, हिजो भर्खर आएको थियो मलाई, बरु तँलाई म अनलाइन पठाइदिन्छु ल। हुन्छ। ल आयो हेर त। आयो दाइ। दाइले मेरो ठुलो समस्या टारिदिनु भयो दाइ। दाइ भाइ पनि त अप्ठ्यारो मान्छ। ल ठिक छ दाइ। ठिक छ, म पछि मिलाएर आउँछु नि। हुन्छ दाइ, हुन्छ। मेरो एकदम ठुलो काम टारिदिनु भयो। ल है, ल दाइ, ल। हाम्रो चाहिँ हेल्पपोस्टमा चाहिँ टिभी कार्यक्रमको चाहिँ खका जाँच गर्ने कार्यक्रम छ। पर्सि तपाईँ चाहिँ हेल्पपोस्टमा आउनु है। सबैजनालाई भनेर गाउँमा अरूलाई पनि भनिदिनु है। तपाईँ चाहिँ आउनु है, पर्सि आउनु।
हेत्तेरिका होइन आउन नि हो खाना सेलाइसक्यो बुढाबुढी बिसो बसेर माया पनि यतिको गफ गर्दै खाना खाउँ भनेको म्याडम जहिले बिजी आए कति केउ केउ गर्दै कराउँदै बसेको आम्मामा यहाँ भोक लागेर मर्नु भइसक्यो बैगुनीलाई माया पढे आमै नि त मेरो बुढा ल म खुवाइदिन्छु नि है त पर्दैन मामे गर्छु के साह्रो रिसाएको हो ओहो कस्तो मिठो बनाएको हुन त मेरो बुढाको हातै मिठो बुबु अब धेरै भाउ नखोज्नु फेरि भुइँमा सुताइदिउँला नि सोझो बुढा पाएर हेपेकी बाहिर त कति बुझ्यो कि कति राम्रो स्वयंसेविका दिदी घरमा चाहिँ अब मायाले भन्दा हजुरले बुझ्नुहुन्न कामै छ त्यस्तो तीमाथि स्वास्थ्यको कुरा तीमाथि म स्वयंसेविका अहिले फेरि 2 हप्तासम्म हेल्प पोस्टमा यो टिभीको स्क्रिनिङ कार्यक्रमले गर्दाखेरि म एकदमै व्यस्त छु क्या त्यसपछि तपाईँको गुनासो सुन्नुला नि आनन्दले बसेर चल्दैन नि गुनासो छोडेको त्यहाँ बच्चा भइसक्यो यहाँ दाइ भाउजू चाहिँ जन कल्याणमै बेसी जे पाए त्यही चुप्लाएर खाना खानु त्यहाँ हेलो अमन हो ल ल ल ल ल आइहाल्छु 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 ल ल ल आइहाल्छु के भयो कसको फोन किन आँटेको छोडेको के भयो अरे खै गाह्रो भयो दाइ लाउन आऊ भन्छ ओहो जानु पर्यो नि त पक्नु है औषधिको बक्स पनि छ त्यो पनि लिएर जाउँ है विकास विकास अरे ढोका त खुल्लै छ त जाऊ हेर्न विकास हेर्दा कस्तो बसेको त्यही त बत्ती पनि निभाएर बस्नु भयो रहेछ निकै गाह्रो भयो जस्तो छ ओए भाइ के भयो हेर त छोपेर बस्यो म नै छ त्यही त निकै ज्वरो पो आइरहेछ त घरमा कोही पनि देख्दिनँ म कहाँ गयो सबैजना माइती गएको छ नि त सुत्केरी बस्नुलाई हेलो एकछिन ज्वरो नाप्नु पर्यो है यसो काखीमा राख्नु त बाबु उठ उठ न बिस्तारै उठ राम्रै है खै भयो ज्वरो त निकै पो रहेछ त औषधि खानु पर्यो नि पानीपट्टि पनि गरिदिन पर्यो लुगा पनि यस्तो गुम्म लुगा लाएर बस्नु भएको छ कोठा पनि यस्तो गुम्म पारेर औषधि खानु यो लुगा पनि खोल्दैन एकदम गुम्म भएर बस्नु भएको छ म यहाँ झ्याल पनि खोलिदिन्छु गुम्म पारेर राख्नु भएको छ कोठा पनि यत्रो बाङ्ला सुत्छ नि त भने जाडो भएर भान्सामा पनि लथालिङ्ग रहेछ भाँडाकुँडाहरू सुत्नु त बाबु एकछिन पानीपट्टि गरौँ तल जा यस्तो गाह्रो भएपछि त अघि नै भन्नुपर्छ फोन गर्नुपर्छ नि त्यही त अलिक कम भयो जस्तो छ ज्वरो अलिक कम भयो अलिक चिसो भएको छ सन्चो भयो जस्तो कम पनि भयो यसको ज्वरो पनि कम भयो
दुई पनि भइसक्यो जस्तो है जाउँदेखि भोलि फेरि त्यत्रो काम छ त्यही त नि भन्नु न त बिहानको खकार चाहिँ त्यो बट्टामा हालेर हुन्छ बाबुको लिएर आउनु तपाईँले हुन्छ हुन्छ म जान्छु अहिलेलाई अनि साथै भोलि फेरि बिहान केही झोलिलो कुराहरू खाएर आउनु है खाली पेट नआउनु है जाँदा हुन्छ राम राम सस्पेन्ड त सुन्नु सर हजुर उहाँको छातीमा चाहिँ संक्रमण देखियो हजुर उहाँलाई ज्वरो आएको थियो थिएन सर बिहान 9 बजीतिर चाहिँ सर्जरी थियो हजुर अनि हामीले सिटामोल खाएर आएको छ ए ठिक छ उहाँलाई चाहिँ अब ज्वरो आयो भने सिटामोल खुवाउँदै गरौँ ल हजुर उहाँको लक्षणहरू हेर्दाखेरि यसो छातीमा संक्रमण चाहिँ देखिएको छ हजुर त्यसको लागि हामीले चाहिँ उहाँको 2टा टेस्ट गर्छौँ एउटा खगार जाँच गर्छौँ र अर्को चाहिँ छातीको एक्सरे गरेर हेर्छौँ म चाहिँ कार्ड बनाइदिन्छु लगेर जानु ल ए अनि सुन्नु त हजुर यो क्षयरोगको खगार परीक्षण चाहिँ हाम्रै स्वास्थ्य संस्थामा हुँदैछ उहाँको क्षयरोगको लागि खगार परीक्षण यहीँ गरौँ न ल हुन्छ अनि सुनिताजी सुन्नुहोस् त हजुर चाहिँ बिरामीको चाहिँ प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ हजुरहरू दुवैजनाले पनि खगार जाँच गरेर जानु ल हुन्छ नमस्कार विकासजी मेरो शङ्का सही देखिएको छ हजुरलाई चाहिँ क्षयरोग देखिएको छ मैले तपाईँको सबै रिपोर्टहरू हेरेँ आत्तिनु पर्दैन हामी चाहिँ तपाईँलाई 6 महिनासम्म औषधि चाहिँ हेल्पमा बोलाएर कन्टिन्यू रूपमा खुवाउँछौँ त्यसमा चाहिँ हामीले चाहिँ 2टा फेजमा बाँड्छौँ औषधि चाहिँ है पहिलो फेज चाहिँ इन्टेन्सिभ फेज हुन्छ जसमा चाहिँ 2 महिनासम्म एचआरजेटी खुवाउँछौँ त्यसपछि हामी फेरि एकचोटि तपाईँको खगार टेस्ट गर्छौँ त्यो खगार तपाईँको पोजिटिभ देखिए पनि नेगेटिभ देखिए पनि हामीले चाहिँ औषधि झारेर औषधि चाहिँ एचआर चलाउँछौँ हामी अनि 4 महिना चाहिँ तपाईँले कन्टिन्यू रूपमा औषधि स्वास्थ्य संस्थामा आएर खानुपर्ने हुन्छ है त्यो बिचमा चाहिँ हामीले 2टा खगार फेरि पनि जाँच गर्छौँ अनि अर्को कुरा तपाईँले ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि तपाईँले आफ्नो स्वास्थ्यको चाहिँ एकदमै धेरै ध्यान दिनुपर्ने हुन्छ है स्वास्थ्यभन्दा ठुलो केही पनि छैन त्यो बिचमा चाहिँ तपाईँले अब आफ्नो आफूले प्रयोग गरेका सरसामानहरू एकदमै सफा राख्नु होला है तपाईँले हाँच्छ्युँ गर्दा खोक्दाखेरि चाहिँ रुमाल मास्कको प्रयोग गर्नु पर्यो अनि अर्को के गर्नु पर्यो भन्दाखेरि धुम्रपान र मद्यपान चाहिँ गर्न भएन है धुम्रपान र मद्यपान चाहिँ छोड्नुपर्ने हुन्छ अनि सुनिताजी हजुरलाई बधाई छ तपाईँको रिपोर्ट हेरेँ मैले नेगेटिभ आएको छ अनि सक्षमजी हजुर तपाईँलाई त पोजिटिभ पो आयो त होइन होला सर मलाई त केही फिलै भएको छैन हट्टाकट्टा छु हो नि पोजिटिभ आयो तपाईँको रिपोर्ट तपाईँ त अनि चिनी रोग र उच्च रक्तचापको बिरामी होइन त उच्च रक्तचाप र चिनी रोगको बिरामीले चाहिँ रोगसँग लड्न सक्ने क्षमता कम भएको हुन्छ त्यो कारणले गर्दाखेरि र अर्को कुरा के छ भन्दाखेरि त्यो सँगसँगै तपाईँ त प्रत्यक्ष रूपमा विकासीको सम्पर्कमै हुनुहुन्छ त्यो कारणले गर्दाखेरि तपाईँलाई चाहिँ पोजिटिभ आयो तपाईँले अब कन्टिन्यू रूपमा फिजिकल एक्टिभिटी गर्नु होला अनि सक्षमजी हजुर तपाईँको रक्सी र चुरोटको हालखबर के छ त आजभोलि होइन सर आजकल छोडिसकेँ आजकल त खाइन्न त्यस्तो हो अब नखाने है अनि अर्को कुरा चाहिँ के गर्नु पर्यो भन्दाखेरि अब भोलिदेखि हजुरहरू हेल्थ पोस्ट आउनु पर्यो हामी भोलिदेखि नै औषधि सुरु गर्छौँ अनि हामीले औषधि घर लगेर खान मिल्दैन स्वास्थ्य संस्थामा आएर खाने हो घरमा लगेर खान चाहिँ औषधि मिल्दैन अरू औषधिहरू फेरि घर लगेर खान मिल्छ होइन अरू जस्तो औषधि होइन क्षयरोगको औषधि चाहिँ अब स्वास्थ्य कर्मीकै निगरानीमा राखेर खुवाउनु पर्ने हुन्छ त्यही भएर तपाईँहरू भोलिदेखि नै आउनु हामी भोलिदेखि नै औषधि सुरु गर्छौँ है त हुन्छ हामी चाहिँ टिभी प्रोग्राम डट प्रोग्रामको अन्तर्गत चाहिँ आएको हो अनि त्यही के गर्नुपर्छ भनेर म कार्ड बनाइदिन्छु अनि भित्र जानु होला है नाम भन्नुहोस् त हजुरको विकास कति वर्ष हुनुभयो 32 अनि हजुरको सक्षम हजुर कति वर्ष हुनुभयो 34 वर्ष
ल हजुरहरू दुवैजनाको रिपोर्ट चाहिँ राम्रो आएको छ, नर्मल छ, एकदमै राम्रो छ रिपोर्ट चाहिँ। अनि तपाईँहरूको लागि चाहिँ अब औषधि चेन्ज गर्नुपर्ने हुन्छ। अब हामी चाहिँ 4 महिनाको औषधि कन्टिन्यू गर्छौँ। तपाईँहरूले 2 महिनाको औषधि जसरी कन्टिन्यू रूपमा हेल्थ पोस्ट आएर खानु भएको छ नि, अब त्यसरी नै हामीले 4 महिना चाहिँ सुरु गर्छौँ। प्रत्येक दिन तपाईँहरू हेल्थ पोस्टमै आएर औषधि चाहिँ खानुपर्ने हुन्छ। अनि सक्षमजी, तपाईँको चाहिँ उच्च रक्तचाप र चिनी रोगको रिपोर्ट पनि नर्मल आएको छ। तपाईँले कन्टिन्यू रूपमा फिजिकल एक्टिभिटी गर्नु होला, त्यसलाई नै अलि प्राथमिकतामा राख्नु होला। अनि अर्को कुरा, तपाईँहरू दुईजनाले चाहिँ गर्नै नहुने काममा चाहिँ के छ भन्दाखेरि तपाईँहरूले धुम्रपान र मद्यपान चाहिँ पूर्ण रूपमा छोड्नु होला है। अर्को कुरा के ध्यान दिनु पर्यो भन्दाखेरि हजुरहरूले चुरोट पिउने मान्छेदेखि अलि टाढै बस्ने के, त्यो धुवाले पनि एकदमै धेरै असर गर्ने भएको कारणले गर्दाखेरि चुरोट खाने मान्छेबाट अलि टाढा बस्नु होला। एकचोटि तौल लिन्छु, अनि त्यसपछि तपाईँहरूले औषधिले कतिको काम गरिरहेको छ म तपाईँहरूलाई भन्छु है त। ल म तपाईँहरूको तौल लिन्छु है। ल आउनु त सक्षमजी तपाईँ। ल ठिक छ, तपाईँको तौल है बढिरहेको छ। अनि तपाईँ आउनु त विकासजी। ल तपाईँको पनि तौल बढिरहेको छ है। हस् हुन्छ। धन्यवाद। बल्ल ढुको भयो है कान्छ 2 महिनासम्म यार। नि खेल्न पाएन, घरमा पनि बुढीहरूसँग बस्न नपाएको। अब चाहिँ छोरीलाई बसेर लुटपुट खेलाउने होला होइन दाइले? अब त दाइ मजाले छोरीसँग बस्ने हो, खेल्ने हो, कस्तो आनन्द लिएर बस्छु हो। 2 महिना कसरी बस्यो होला म? दाइ एउटा चुरोट दिनु न। अरे किन मागिन चुरोट तैँले? किन, के भएर दाइ? ए भाइ, अघि भर्खर डाक्टर साहबले भन्नुभएको होइन, 2 महिना कटिसक्यो, नेगेटिभ आयो, त्यही पनि अब चुरोट ड्रक्सीबाट पर बस्नु भनेर धुवाकोसँग पनि नजिक नजानु भनेको होइन। अन्त यहाँ चाहिँ चुरोट माग्ने फेरि बल्दिन सक्छ भने थाहा छैन? हामी पहिला पनि त यो एन्टिबायोटिक खाँदाखेरि 7 दिन खा भनेको 3 दिन खाँदाखेरि हामी सन्चो भएर हामी छोड्थ्यो। यो डक्टरले हामीलाई तर्साउनु भने हो के 2 महिना खाने नेगेटिभ आइसक्यो त। अस्ति चाहिँ दाई मरे गाह्रो भयो भनेर चाहिँ यो ज्ञान चाहिँ कहाँ गयो त नि? जेसुकै गर, पछि केही भयो भने चाहिँ मलाई नभने दाइ के भन्दो रहेछ भनेको बुढा कहाँ रिसाएको। हाम्रो त्यो डक्टरले भनेको कुरो याद छ कि छैन भनेर चेक गरेको लास्ट बाटो त हेर फोकराइदियो हेर्न भने यहाँ दिउँ न, मेरो नायिका बनियो होइन। हाम्रो सौगानी कता गयो आजकल? ओ बस के छ? अनि सिरिन आइज बसायो तानलाई कता हौ? अरे के छ केटा हौ? दाइ हेलो हेलो दाइ, ठिक छ दाइ, ठिक छ मेरो भाइहरू के छ दाइ, कता गएर आउनुभयो? त्यही माथि हेल्पोसम्म पुगेर आएको। आज 4औं महिनामा क्षयरोगको औषधि लागेको छ, त्यही खाएर आएको राजा। के छ दाइ, अहिले ज्यान आराम छ दाइ? एकदम ठिक छ राजा। 2 महिनामा नेगेटिभ देखियो, अब 6 महिनासम्म औषधि खा भनेको छ, त्यही पुगेर आएको। अनि दाइ किरी खोइ त हामीले विकास त देख्दैन त, विकास पनि तपाईँसँग क्षयरोगको औषधि खाने होइन र? खोइ 2 महिना त सँगै खाएको हो होइन। त्यसपछि त्यो पनि बिजी भयो, म पनि बिजी भएँ, तर टाइममा फोन गर्दा चाहिँ खाइरहेको छु भन्थ्यो।
खाइराखेँ होला बेला बेला भेटिन्छ खै अब त्यसलाई फोन गर्नु पर्ला एकचोटि अब साँच्ची केटाहरू कहाँ जानु लाग्यो हौ दाइ हाम्रो यहाँ पुरा दाइ बस्यो। कहाँ छ र दाइ माइला दाइकोमा हिँडेको नि दाइ बाफ्रे अनि के विशेष दाइ हामी केटाहरू जाइन्ने त्यही हो नि आज हाम्रो दाइको बिहे छिनेको दिन दाइ मेरो भाइ बधाई छ बधाई दाइ खुसी साथमा हिँडेको हामी आमा ल केटा रमाइलो गर्नु म चाहिँ हिँडेँ ल अलिकति कहाँ काम। मेरो दाइ तपाईँलाई नभेट्या भए त बरु ठिक छ हामीलाई याद थिएन अब भेटेपछि त भाइहरूसँग जानु परेन दाइ ओहो मैले भैयालाई भने नि मेरो मिल्दैन क्या भाइ अब ड्रग्स सिचुएसन केही खानै मिल्दैन अनि होइन दाइ बरु जाउँ साथीभाइ दाजुभाइ बसौँ तपाईँ चिया खानुहोस् खाजा खानुहोस् सँगै बसौँ अनि फेरि फर्क्यौँला बरु तपाईँ बरु हामीले पनि भन्दैनौँ तपाईँलाई खानु भनेर तपाईँ खाजा खानु अनि बसौँ आजलाई चाहिँ हामीलाई पनि समय दाइ दिनु भट्टी छिर्दैमा त गन्धले नै त पोजिटिभ आउँदैन होला नि दाइ बसेर चिया खाम्ला नि त जाम के दाइ जाउँ दाइ जाम के दाइ हिँड्नु हामी घरमा भन्दैनौँ बरु मेरो दाइ आज म धेरै खुसी छु दाइ तर दुःख पनि लाग्यो दाइ हामी 3 दाजुभाइ सँगै बसेर खाँदा दाइ हेर्नु त हामी 2 दाजुभाइको हातमा सोमरस तपाईँको हातमा हेर्नु त दाइ यो के हो यो यस्तो चिनी चियापत्ती रातो चिया के हो चिया यस्तो खान बस्नु भएको छ यो भएन नि दाइ यो भएन दाइ मिलेन दाइ ओके दाइ मजा आएन के भाइहरूलाई होइन अब मैले चिया खाएपछि भाइले खाएको देखेर त म खुसी छु नि त मलाई त्यसैमा रमाइलो छ भने होइन दाइ आज त्यसै गर्नलाई भयो नि समय दिनु पर्यो के दाइ हो दाइ मैले भाइलाई भने त नि मेरो 4 महिनाको काम हुँदैन होइन दाइ खानुपर्छ ए माइलो दाइ दाइको लागि 1 गिलास ल्याउनु त दाइ होइन होइन के भाइ होइन दाइ दाइ खानुपर्छ दाइ खानुपर्छ होइन के दाइ ल्याइदिनु दाइ हाम्रो दाइलाई होइन दाइ आज खाइदिनु अब झोल्नै हो नि त अब रमाउने हो नि त दाइ आज चेस गर्नको लागि पनि चेस गर्न दाइ आज एक दिन खाइदिनु न दाइ होइन दाइ चेस भाइहरूको लागि खाइदिनु न दाइ ल दाइ खानु पर्यो दाइ होइन भाइ होइन दाइ दाइ खाम अलिकति एक मुठ भाइको लागि खानु दाइ अब रमाइलो हुन्छ नि त दाइ बल्ल मजा त अब आउँछ नि दाइ तपाईँको नि बिहे भयो दाइ उहाँ दाइको नि बिहे हुन लाग्यो म चाहिँ अब एक्लै मर्ने हो दाइ नाति न कान्छ नाति दाइको बिहे भएपछि भाउजूको बहिनीहरू छँदैछ त तिमीलाई त्यो नमिलाउला साँच्ची हो दाइ मिलाउँछौ नि हामी कसलाई चाहिँ मिलाउने म त एक्लै मर्ने भइदियो दाइ मिलाउने हो के मिलाउने हो मिलाउने हो हामी 3 दाजु भाइ हामी भाइहरू मरेका दाइ भाइ मरेका गाली गर्छ कान्छ जिउँदैछ मन जिउँदैछ के भयो के भयो के भयो मलाई नभनेको के हुन्छ कसरी थाहा हुन्छ के भन्ने मैले रातभरि जाँड खाएर आएको छ साथीहरूसँग हल्ला गरेको छ सरले के भन्नुभएको थियो तपाईँलाई जाँड रक्सी छुँदै नछुने भनेर भन्नुभएको थियो कि थिएन अनि के हो ताल यस्तो भन्नु त गाउँ गाउँमा म चाहिँ स्वास्थ्यको प्रचार गर्दै हिँड्ने मान्छे अनि घरमा चाहिँ श्रीमानको ताल यस्तो अनि मलाई कसरी राम्रो भन्छ अब तपाईँको पनि बल्झिने पालो आयो होइन होइन के त्यो घनश्याम छ नि त्यसको बिहाको पक्का भयो भनेर केटाहरूले लगे दाइ चिया खाऊँ भनेर
चिया खाँदा खाँदै जबरजस्ती गरेँ अनि त्यसमा थाहा छ त मलाई अलिकति खाए पनि अनि चिया खान गएको मान्छे चाहिँ किन रक्सी खाएर आएको त थोरै खाएर सिराक्छ भनेपछि किन खानु रक्सी चाहिँ नरिसाउ न ठिकै त छु नि के भएछ मलाई केही पनि त भएको छैन प्लिज के नरिसाउ न त्यही भन्थ्यो तपाईँको भाइले पनि अहिले सास अड्केर हस्पिटलमा भर्ना गरेको छ तपाईँलाई नभन्नु भनेको थियो मलाई को भाइ तपाईँको भाइ को छ विकास 2 महिनासम्म औषधि खायो त्यस पछाडि फेरि जाँड रक्सी चुरोट खान थालेर अहिले हस्पिटलमा भर्ना गरेको छ 1 हप्ता अगाडि मैले भर्ना गरेर आएको नभन्नु भनेको थियो त्यही भएर मैले नभनेको अहिले दाइको ताल यस्तो छ त्यसलाई नखा भनेको थियो मान्दै भन्यो त्यही त तपाईँले भन्नुभयो यसो गरौँ न जाउँ कहाँ जाने जाउँ त्यसलाई भेट्न जाउँ नरिसा न जाउँ नमस्कार सुन्दाजी आउनुभयो रिपोर्ट चाहिँ अस्तिको भन्दा हिजोको धेरै राम्रो छ राम्रो सुधारको चाहिँ हामीले अपेक्षा राखेका छौँ तपाईँले समयमा लिएर आउनुभयो उहाँलाई उपचारको लागि ठिक त हुन्छ नि राम्रो आश गरौँ हामी राम्रो अपेक्षा राखेका छौँ हजुर चाहिँ भनेपछि हजुर सक्नुहुन्छ सुन्दरजी र मेरो कुरा भएको थियो हजुर कुरा गरिरहनु भएको छ हजुरले नियमित रूपमा औषधि खाइरहनु भएको छ छु डाक्टर साहब अहिले पनि भर्खर खाएर आएको अब यसलाई पनि रक्सी चुरोट नखा भन्थेँ होइन अब लुकी खाए जस्तो घरमा पनि कसैको टेर्दैन मैले पनि सम्झाउन सकिनँ त्यही त पहिला 2 महिनाको रिपोर्ट चाहिँ एकदम राम्रो आएको नेगेटिभ आएको त्यस पश्चात चाहिँ हामीले उहाँलाई चाहिँ फेरि औषधि खानुपर्छ भन्दा हामीले पठाएको थियौँ अनि त्यसपछि अब उहाँले बिचैमा छोडिदिनु भयो कतिपय बिरामीहरूले चाहिँ 6 महिनासम्म औषधि खुवाउनुपर्छ लामो समयसम्म औषधि खुवाउनु पर्ने भएको छ कतिपय बिरामीहरूले चाहिँ औषधि बिचमै छोडिदिनुहुन्छ त्यसलाई चाहिँ हामी रिल्याप्स केस भन्छौँ विश्वमा चाहिँ लाखौँ व्यक्तिहरूमा चाहिँ क्षयरोगको सङ्क्रमण देखिन्छ त्यसमध्ये नेपालमा पनि हजारौँ व्यक्तिहरूमा चाहिँ क्षयरोगको सङ्क्रमण देखिन्छ र चाहिँ उपचारको दायरामा केही व्यक्तिहरू मात्रै आउनुहुन्छ र लामो समयसम्म औषधि खाने पनि केही व्यक्ति मात्रै भएर हुनुहुन्छ होइन तर उहाँले छोडे तापनि उहाँलाई यो स्वास्थ्य चौकीसम्म लिएर आएर चाहिँ उपचार गर्नको लागि हामी सफल भयौँ ठिक छ राम्रो अपेक्षा राखौँ अब हामीले चाहिँ उहाँलाई राम्रो मनोबल बढाएर चाहिँ हामी उहाँलाई उपचार गरेर हामी पठाउँछौँ हस्त हजुरहरू भेट्दै गर्नुहोस् मेरो अरू बिरामीहरू पनि छ म कोभिड गर्छु नमस्कार हजुर विकासजी तपाईँको रिपोर्ट सबै राम्रो छ नर्मल आयो आज चाहिँ हामी तपाईँलाई डिस्चार्ज गर्छौँ आज घर जाने हामी उहाँलाई पठाउँछौँ होइन उहाँको पहिलाको भन्दा धेरै सुधार आइसकेको छ आउँदाखेरि चाहिँ उठेर बसिसक्नु भएको थिएन भइसकेको छ रिपोर्ट पनि सबै नर्मल छ अब चाहिँ आज हामी उहाँलाई पठाउँछौँ अब चाहिँ तपाईँहरूले घरमा लगेर उहाँलाई नियमित रूपमा चाहिँ स्वास्थ्य संस्था लगेर चाहिँ औषधि खुवाउनु होला होइन जस्तो कि गाह्रो साह्रो पऱ्यो भने आउनु मेरो कलसित कन्ट्याक्ट नम्बर पनि छँदैछ ल नआएको नि केही हुँदैन ठिक छ होइन अब चाहिँ पहिलाको जसरी बिचैमा औषधि छोड्न भएन अब नियमित रूपमा औषधि खाने है ल आनन्दले जानुहोस् ल ल म लागेँ है त ल बधाई छ केटा धन्यवाद नवराज सरलाई आजको यस क्षयरोग खोज पडताल कार्यक्रमलाई समापन गरिदिनको लागि यसै वडाका वडा अध्यक्षज्यूलाई अनुरोध गर्दै म कार्यक्रम प्रस्तुता बिदा हुन्छु हस्त नमस्कार धन्यवाद सर आज यस क्षयरोग अस्पताल कार्यक्रममा उपस्थित भएका सम्पूर्णमा नमस्ते यो क्षयरोग अस्पताल कार्यक्रम विश्व स्वास्थ्य सङ्गठनले लिएको लक्ष्य उद्देश्य पुरा गर्न पहिलो वर्ष सफल भए जस्तै यो वर्ष पनि क्षयरोग अस्पताल कार्यक्रम क्षयरोग निर्मूल बनाउन क्षयरोगको अन्त्य गर्न हामी सम्पूर्ण यहाँ उपस्थित स्वयंसेविकाज्यूहरू स्वास्थ्य कार्यालय वडा कार्यालय उपस्थित हामी सम्पूर्ण यहाँका नागरिक र हामी सम्पूर्ण हामी व्यक्तिहरू मिलेर यो क्षयरोग निर्मूल बनाउन अन्त्य गर्न स्वास्थ्य सङ्गठनको लक्ष्य पुरा गर्न
कार्यक्रम सफल बनाएर समाजमा उदाहरणीय रूपमा रोगको निर्मूल गरौँ भन्दै म यो कार्यक्रम यही समापन भएको घोषणा गर्छु। सबैमा धन्यवाद, नमस्ते। दाइ छोरी पनि 1 वर्ष पो भयो त हेर्दा हेर्दै है आम्मा 1 वर्ष बितिसक्यो दिन बित्यो अनि पत्तो नहुने भने बसेँ म त्यत्रो महिना हस्पिटल बसेँ। दाइ भाउजू नभए त म त बाँच्दिनँ पो थिएँ हो कि हो। त्यसो नभन्न कान्छ। अनि त्यो बेला दाइ भाउजूले कम्ता सहयोग गर्नुभएको थियो त। तर सुन्न मलाई कहिले कस्तो चुरोट खानु मन लाग्छ। चुरोट खाने रे के भने दाइ के कुरो अरे यस्तो हामीलाई भनेको बिर्सिनु भयो। क्षयरोगको बिरामीलाई नगर्नु है हेला सबै मिली अन्त्य गर्ने आएको छ बेला। जिस्केको ल अब जिस्किने होइन अब हामी हाम्रो कामतिर लाग्ने। ठिक भयो हो हामी क्षयरोग अन्त गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता।